त यति ठुलो ठुलो कुरा गर्छेस् त बहुत ठुली ब्लगर जस्तै कुरा गर्छेस् त जति छेस् त्यतिमै बस भनेर भन्छन् के। र सम्पूर्णमा नमस्ते, म राधा छेत्री। म ब्लग बनाउँछु, जति सक्छु आफ्नो कामहरू देखाउँछु, त्यतिमै अलिकति हाम्रो इन्कम हुन्छ भने त्यसमा के को त छ हैन भन्नु। र यतातिर मलाई हेर्न सक्नुहुन्छ, मेरो फेस अलिकति हेर्नु। र यतातिर मेरो हस्बेन्डलाई मैले नास्ता दिइसकेको छु, बाबुलाई स्कुल पठाइसकेकी छु। र आज मलाई जानु छ एक जग्गा, कहाँ हो ब्लगमा बनिराख्नु होला। मेरो भिडियोमा बनिराख्नु भयो भने हजुरलाई थाहा पर्छ म कहाँ जान्छु, र त्यो लास्ट एन्डिङमा भन्छु गाइस म। र हामी हाउसवाइफ जहाँ पनि जाम आफ्नो काम खतम नगर्नु जेलसम्म त कहाँ हुन्छ र हैन। घरको सारा काम खतम गरेर हाम्रो निस्किनु पर्छ। यति कपडा धुन्छु यति कपडा निकाल्छु, धुन्छु। अनि यतातिर मेरो स्वामीलाई हेर्नु मस्त मोबाइल दिन्छु, तिनीहरूकै दिन्छु यार। कपडा धुन्छु अनि म जान्छु एक जग्गा, त्यो चाहिँ पेसेन्स राख्नु, तब बताउँछु। र बाई अहिलेको लागि। र यतातिर आएँ म आफ्नो टाली टोप्ला कपडा बोकेर। कपडाबाट धुइसकेपछि मेरो काम चाहिँ थियो मिलाउनको लागि। र यतातिर कपडाबाट धुइसकेर आएर यतातिर म थालेँ मिलाउनको लागि। आज म मतलब यति एक्साइटेड छु नि के भन्नु गाइस। त्यो जग्गामा जानलाई मतलब मनबाट भित्रबाट खुसी लाग्दैछ कि मलाई। र सबै काम खतम भइसकेको पछि म यता रेडी भइसकेको छु। अब सबैले उतो नोटिस गर्छन् होला नि त, पोते लगाएकी छैन बिहा गरेर। तर मेरो पुरा घाँटीको पछाडि पाछेर केही छैन यार, त्यही भएर मैले पोते लगाएकी छैन। र यतातिर मैले आफ्नो टाली टोप्ला बोकेर हिँडेँ। म कहाँ हिँडेँ त्यो त हजुर अलिकति पेसेन्स राख्नु। र म त्यो मेरो बेग समातेकी थिइनँ, पोलिथिन समातेको थिएँ भनेर देखाउँदैछु। पोलिथिन मेरो सेनीदेखिबाट पिछा नछोडेको कि। र यतातिर सङ गाउन मन लाग्यो के, हावा के साथ साथ घटा के सँग सँग उडा ही चल भनेको जस्तै यस्तो एक्साइटेड छु नि आज। म के भन्नु गाइस, के भन्नु। ओ नो, ओ शिट, हजुरलाई त थाहा भइहाल्यो त्यो गल्ली देख्दा बित्तिकै म माइत जाँदैछु भनेर। यस, आज हाम्रो मामाको 11 दिन भएको थियो अनि खचा बगाउन थियो। र बिहानै आमाले फोन गर्नुभयो छिटो आइजाऊ भनेर। त हाम्रो लाग्यौँ माइतकोतिर। र यतातिर हाम्रो आइसक्दाखेरि गुरुजीले पण्डितजीले आफ्नो काम गरिराख्नु भएको रहेछ। र हामीलाई लाग्यो कि मलाई होइन, म दिदी पनि थियो नि त। अनि हामीलाई भन्नु पर्यो, हामीलाई लागेको थियो कि हाम्रो लेट भएछ, तर होइन गएछ, हाम्रो एकदम करेक्ट टाइममा पुगेको थियौँ। मामा घरबाट एकछिन घर आएको त भाइले कन्टेन्ट भन्दै चिल्लाइराखेको थियो कि मलाई। फेरि यता म मामा घरतिर लागेँ कपडाबाट चेन्ज गरेर। यस्तो घाम छ नि गाइस के भन्नु। फेरि यता खचा बगाइवरी आएपछि बाबुले हेरेको त मस्त जार्सी लगाएर खेलिराखेको खचा बगाएको। गाइस यति ठुलो मिस्टेक गरेँ नि मैले, मेरो मोबाइलमा भिडियो बनाउन छोडेर दादाको मोबाइलमा भिडियो बनाएकी रहेछु। र दादाको मोबाइलमा माग्यो भने दिन्थ्यो, तर मैले मागेन। अनि खचा बगाएको चाहिँ एकदम मिस्टेक भयो कि, हाल्नै पाइनँ म त। फेरि यतातिर हाम्रो राति आएर सबै सब्जी राति नै केलाइवरी राखेर बिहान सजिलो हुन्छ नि त अलिकति। अनि सबैको त्यस्तै हो, काम हुन्छ बिहान फट्टे कोही आउन पाउँदैनन्, त्यही भएर राति नै सबैले यतातिर सबैले काम मजा आफ्नो काम लिएर बसेका छन्। र फेरि सब्जी काटकुट गरिसकेको पछि हामी सिपिक पानीमा बगान रस्तामा आयौँ। सबभन्दा ठुलो हाम्रो यहाँ हात्तीको डर छ गाइस गाउँमा, अरू केहीको डर छैन, हात्तीको बहुत डर छ। अनि कतिबार अप डाउन गरी कि भनेर भन्नुहुन्छ होला होइन। र भनिदिउँ हाम्रो मामाको घर, आमाको घर बेसी टाढा छैन। हाम्रो माइलो मामा अब सोध्नुहुन्छ बहुतलाई थाहा छैन भने कुन मामा भनेर, लुठुङ मामा, हाम्रो लुठुङ मामा हुनुहुन्थ्यो, ऊ चाहिँ बित्नुभएको। र यहाँ हुनुहुन्छ हाम्रो माइलो फुपूलाई भने हाई भन्नुभयो। अनि पछि मलाई के भनिदिन्छ थाहा छ, फुपूले यो भिडियो निश्चय पनि हेर्नुहुन्छ अनि हाँस्नुहुन्छ। अनि मेरो दिदीले इस भिडियो बनाउँछस् अरे, मलाई देख्नुभयो गाइस मेरो भिडियोमा कस्तो मतलब आफ्नै मान्छेले यस्तो गर्छन् भने कहाँ हुन्छ भने होइन। तर मेरो दिदीले बहुत सपोर्ट गर्छ यो भिडियो बनाउनेमा। सब खिड्कीहरू बन्द गर। 11 बजिसक्यो गाइस, अब चाहिँ सुत्नुपर्छ। भोलि बिहान फेरि छिटो उठ्नुपर्छ सराप। र आजको ब्लग कस्तो लाग्यो भन्नुहोला। ब्लग दिँदा यति हुन्छ, यति गर्दै अब सडकमा यताउता बिजी हुन्छ। अनि 2 दिनको पछि यो सक्छु यो ब्लग चाहिँ कस्तो लाग्यो भन्नु होला। अनि लाइक सेयर त भन्दिनँ, बस कमेन्ट चाहिँ प्यारो छ कमेन्ट गरिदिएर भन्नु। भाइ सुत्नुपर्छ। गुड नाइट।